हेलो साथीभाइ तथा दिदीबहिनीहरू, हामी यस्तो ठाउँमा आइपुगिसकेका छौँ। आज हामी यस्तो पुरै सल्लाह घारीतिर आइपुगिसकेका छौँ। अनि आजको यात्रा हाम्रो शुभ रह्यो, तर पानीले हामीलाई पिट्यो, एकदमै पानीले पिट्यो। आधी 1 घन्टा चाहिँ हामी तल बसेर हामी लगभग अब यहाँबाट अझै 1-1.5 घन्टाको चाहिँ यात्रा छ। बाटोमा एकैछिन विश्राम गर्न बसेको होइन। अनि आजको यात्रा पुरा हुन लागेको छ साथीभाइहरू है। अब म फेरि भन्छु, हामी कहाँ गयौँ, कहाँ के गऱ्यौँ, आज म तपाईँहरूलाई सबै भन्छु है। अहिले बेलुका गएर लगभग हामी अब यहाँबाट 1 घन्टादेखि आधी घन्टा, अझै 1 घन्टादेखि आधी घन्टा हामी राइडमा हिँड्छौँ र हामी आफ्नो गन्तव्य पुग्छौँ। आजको गन्तव्य हामी पुग्छौँ आज। हेर्नु गाइज, बुढीसँग भन्दा बढी बाइकसँग फोटो खिचेपछि कसको के लाग्छ र म भन्छ टुसुक्क बसिरहेछु। मलाई भन्दा बढी बाइकलाई माया गरेपछि सेलु टिपेको हो खै, कति टिप्यो सेलु। यस्तो तर्फ हामी यहाँ यस्तो हो, मेरो बाइकको ब्याट्री डाउन हुन्छ नि यस्तो गऱ्यो भने त। हाम्रो यात्रा यस्तो छ, यस्तो गरेर राख्यो भने चाहिँ बाइकको ब्याट्री डाउन हुन सक्ने सम्भावना छ। के ल्यायो खै? वाह, ऐसेलु पो खाइयो है आज हामी। ऐसेलु खाने हो मजासँगले। ऐसेलु खाँदैछौँ आज हामी चाहिँ 2 जना होइन। टन्नै ल्याइछौ त है तिमीले ऐसेलु। बिचारा थुक निकालेको, अरे रामा, ऐसेलु खानलाई के कठैबाट के गर्ने होला। ऐसेलु खाँदा नि थुक निकालेर नसक्ने भयो। चिसो भयो, चिसो त हुन्छ त खै। माया देख्यो साथीभाइ, माया एकदम माया। ल अब हामी यहाँबाट लाग्छौँ, यहाँबाट जाने हो है। बुढाबुढीको माया देख्नु साथीहरू। अब चाहिँ हामी किन लागेको यहाँ बिचमा हेर्ने। बाई गरिदिनु। अब हामी यहाँबाट 1.5-2 घन्टाको यात्रा फेरि हिँड्दैछौँ होइन। वहाँ पुगेपछि फेरि म तपाईँहरूलाई देखाउँछु कहाँ पुगिन्छ, के गरिन्छ होइन। ल अब हामी लाग्ने यहाँबाट। बाई। हामी चाहिँ अहिले हिँड्यौँ, हाम्रो गन्तव्य थियो। अहिले आइसक्यौँ यस्तो राम्रो ठाउँमा। अघि चाहिँ हामी पानीले भिजेर सुत भएको थियो, हामी बुढाबुढी नै है। यस्तो भाषा भिजेर ज्याकेटहरू उहाँको पनि त्यस्तै भाषा, कस्तो लाज लाग्दो रहेछ बोल्नलाई त। हामी त जाँदैछौँ, यहाँ चाहिँ चिसो छ।